कामी ठुलो कि कार्की? कामी र कार्कीमा को ठुलो? झलक्क हेर्दा त कामी भन्दा कार्की नै ठुलो देखिन्छ। तर आज म मित्रहरू कार्की भन्दा कामी ठुलो भन्ने तर्फबाट म बोल्दैछु। ध्यान दिएर सुन्नु होला। यो कुरो के हो भन्दाखेरि मित्रहरू, अस्ति लेखा समितिको कार्यक्रममा सांसद खगेन्द्र सुनारले जो प्रहरीका आइजिपी लगायतलाई जो क्लास लिए नि, त्यो विषयमा विवाद आइरहेछ के। कतिले यो सांसद जस्तो मान्छेले आइजिपी जस्तो मान्छेलाई, त्यो लोकसेवा लडेर गएको तालिम लिएको होइन इन्स्टिट्युटबाट छिटो पढेको मान्छेलाई भन्न हुँदैन थियो। उसले खगेन्द्र सुनारले गल्ती गर्यो भनेर उनले भनिसकेपछि धेरै मान्छेहरूको त्यो एङ्गलबाट तर्क गरिरहन् के खगेन्द्र सुनारले आइजिपीलाई त्यस्तो भन्न हुँदैन थियो भन्ने एङ्गलबाट। तर म भन्दैछु मित्रहरू, त्यो घटनामा खगेन्द्र सुनारले के भने भन्नु जायज थियो कि थिएन। र खगेन्द्र सुनार अब कामी नै भनौँ होइन, र हाम्रो दानबहादुर कार्कीमा को ठुलो त, कसलाई कसलाई मान्नुपर्ने हो भन्ने कुरो म भन्दैछु। ध्यान दिएर सुन्नु होला। म 3-4वटा लजिक दिन्छु है मित्रहरू। यहाँ मित्रहरू जातीय आधारमा हेऱ्यो भने कामी र कार्कीमा अब हाम्रो समाजले कार्की नै ठुलो जस्तो गराएको छ, किनकि कार्की क्षेत्री हुन् भन्ने एङ्गलमा। तर म भन्छु मित्रहरू कामी ठुलो। कामी भने कामबाट कामी, जसले काम गर्यो त्यो कामी, काम नगर्ने बेकामी। अब काम गर्ने मान्छे कसरी सानो हुन्छ मित्रहरू? ल भन्नु त। जसले आफ्नो कर्मले विश्वलाई बनाइदियो, विश्वकर्मा पूजा पनि त हुन्छ वर्षमा एकचोटि। कसको? विश्वकर्मा बाबाको हुन्छ मित्रहरू। कार्की बाबाको कहीँ पूजा भएको छ? देख्नु भएको छ? म डाङ्गी बाबाको पूजा पनि हुन्न, पाण्डे बाबाको पनि हुन्न, खनाल बाबाको पनि हुन्न। पूजा कसको हुन्छ? विश्वकर्मा बाबाको। जसले आफ्नो क्षमताले सिपले विश्वलाई बनाए नि, जसले काम गरे उनै कामी। अब काम गर्ने मान्छे सानो हुने कुरै भएन नि मित्रहरू। एउटा आर्मीलाई पनि चाहियो हतियार, कसले बनाउँछ? त्यही कामीले बनाउँछ। बिना हतियार के गर्छन्? रकेट बनाउनु पर्यो, त्यही मिस्त्री चाहियो, त्यही रकेट बनाउनु मिस्त्री चाहिएन मित्रहरू। हतियार बनाउनुहोस् या बाइक बनाउनुहोस्, गाडी बनाउनुहोस्, यातायातको सम्पूर्ण साधन त्यो त काम गर्ने मान्छे त चाहियो नि। यस अर्थमा यदि काम गर्ने मान्छे भएन भने संसार अहिले ठप्प हुन्छ मित्रहरू, अर्थतन्त्र ठप्प हुन्छ। यस अर्थमा कामी ठुला। मेसिन, गाडी, बङ्गला, काठमाडौँ पैदल हिँडेर जाने कुरो भएन। गाडी कसले बनाइदियो? चन्द्रमामा जानु छ, मङ्गल ग्रहमा बस्ती खोज्दैछ, रकेट कसले बनायो? यावत कुराहरू हो नि त। त्यो काम गर्ने कामीले बनाएको, ज्यामीले, विश्वकर्माहरूले। यस अर्थमा कामीहरू बिना यो विश्व नै चल्दैन मित्रहरू। यो कुरो मान्नुहुन्छ? पहिलो लजिक। अब अगाडि बढौँ। देश त संविधानले चलाउँछ, कानुनी राज्य हो। अब कानुन बमोजिम को ठुलो त मित्रहरू? तपाईँले कानुनले एउटा मर्यादा क्रम बनाएको छ कि सबभन्दा ठुलो राष्ट्रपति सेकेन्डमा, प्रधानमन्त्री थर्डमा को होइन, सानो ठुलो को भनेर तोक्या छ कानुनले। कानुनी राज्यमा कानुनले भने मान्ने कि नमान्ने? मान्नु पर्यो। र संविधानले के भनेको छ मित्रहरू? मर्यादा क्रममा सङ्घीय संसद 8 नम्बरमा आउँछ, 8 नम्बरमा भने आइजिपी तपाईँको त 13-14 नम्बरमा, त्योभन्दा 5-7 स्टेप मुनि। आइजिपी सचिव त छोडिदिनुहोस् मित्रहरू, नेपाल सरकारको मुख्य सचिव छन् नि, ती पनि सङ्घीय संसदभन्दा तल हुन्छन्। यस अर्थमा खगेन्द्र सुनार धेरै ठुला दानबहादुर कार्की भन्दा, संवैधानिक हिसाबले पनि, कानुनी हिसाबले पनि। जब ठुलो मान्छेले सानोतिनो गल्ती गर्दा आफ्नो बच्चाहरूलाई हप्काउन पाउने कि नपाउने? हामीलाई पनि सानोमा हाम्रो बाले हान्थे, कान फुट्ने गरी हेर्नुहोस्, टडम हान्थे। यो अभिभावकको कर्तव्य हो नि त, कतै गल्ती गर्न लाने, सम्झाउने, हप्काउने। यस अर्थमा खगेन्द्र सुनारले जो भनेको थिए त्यो आइजिपीलाई एकदम ठिक थियो, किनकि उनी पदीय हिसाबले माथि थिए, सबै एङ्गलले माथि थिए। र अर्को कुरो रह्यो मित्रहरू, यो लोकतन्त्र हो। लोकतन्त्रमा सार्वभौम को हुन्छ? जनता। हिजो राजा थिए, सार्वभौम सत्ता राजामा थियो, अहिले कसमा छ? जनतामा। अहिले जनताहरू राजाभन्दा ठुला छन् भनेपछि प्रहरी प्रशासन भनेको त मित्रहरू, म पनि कर्मचारी, हामी सिभिल सर्भेन्ट हो के, सेवक हो, सिभिलको सेवक हो, नोकरी खाएको हो, नोकर हो हामी। बुझ्नुभयो कि भएन? अब मालिक ठुलो कि नोकर ठुलो? ल भन्नुहोस् तपाईँ मित्रहरू। अब यता देशको मालिक राजाभन्दा ठुला जनता, जनताको प्रतिनिधि खगेन्द्र सुनार, उनी मालिक। अब यताबाट हामी को भयौँ? हामी आइजिपी हुन् या सचिव हुन्, ती जनताको सेवक, सिभिल सर्भेन्ट, पब्लिक सर्भेन्ट भनेपछि मालिकभन्दा नोकर ठुलो कहिले हुन्छ? ल भन्नुहोस् त, कहीँ देख्नु भएको छ? तपाईँ कतिले भन्छन् होइन नि पढेका लेखेका मान्छे, यो डिग्री यो तालिम लिएका आइजिपी भने यस्तो, खगेन्द्र सुनार नपढ्या भन्दै थियो कि। खगेन्द्र सुनार पनि पढेकै मान्छे हुन्, तर आइजिपी जति नपढ्या भए पनि यहाँनिर कुरो के छ भन्दाखेरि मित्रहरू, म तपाईँलाई बताउँ,
जुत्ता जति महँगो भए पनि खुट्टामै लाइन्छ के। त्यो 10,000 को जुत्ता होस् या 20,000 को होस् या 50,000 को पनि कहाँ लाइन्छ खुट्टामा। र टोपी 100 रुपियाँको भए पनि कहाँ लाइन्छ टाउकोमा। यहीँनिर बुझ्नु सबै। जनप्रतिनिधि भनेपछि मालिक भइसके र यता कर्मचारी तन्त्र भने सिभिल सर्भेन्ट सेवक नोकर भनिसकेपछि मालिकभन्दा नोकर त कहिले ठुलो हुँदै सक्दैन मित्रहरू। सबै एङ्गलले मित्रहरू, व्यवहारिक एङ्गलले, सबै एङ्गलले, कानुनी एङ्गलले, सबै एङ्गलले खगेन्द्र सुनार धेरै माथि थिए। अब माथि भएको एउटा अभिभावकले आफूभन्दा सानाले गल्ती गर्दा सम्झाउनु पायो कि भएन? पायो। सम्झाएपछि के भन्नु पर्छ नर्मली? ल हजुरले छानबिन गर्ने भए गर्नुहोस्, गल्ती भए सजाय भोगौँला भन्नुपर्ने हो नि त। नर्मली मान्छेले त्यही भन्छ। तर त्यहाँ के भर्सन आयो? आइजिपी दानबहादुर कार्कीबाट सुन्नुभएको छ? हामीलाई पनि थाहा छ कसका प्रमाण यहाँ खोलिदियो भने के हुन्छ। के अरे नेमिङ गेमिङ सेमिङ के ब्लेमिङ भन्ने वर्ड निकालेर सब हामीले आउँछ, देखाउनु पर्ने हो। भन्नुको मतलब के भयो मित्रहरू? तेरा गल्ती पनि छन्, मेरा गल्ती पनि छन्। मेरा गल्तीको बारेमा त नबोल, यदि बोलिस् भने तेरो पनि गल्ती देखाइन्छु भनेपछि त यो के भयो मित्रहरू? यो सुशासनको कुरो भयो? यो त ब्ल्याकमेलिङ भएन? अरूले गल्ती गरेको चुप्प लाएर हेर्ने, चुप्प लाग्ने। किनकि पछि गएर भविष्यमा मैले कहिले गल्ती गरेँ भने त्यही गल्तीको बहानामा ढाकछोप गरौँला भने जस्तो भयो कि भएन? यो त सुशासन भएन। फेरि नेपाली जनताले बालन सरकारलाई किन दियो यत्रो भोट? व्यवस्था बदल्नलाई त होइन, सुशासनको लागि दियो नि। सुशासनकै नारा लिएर चुनावमा गए, सुशासनकै नारा लिएर चुनावबाट आए भनेपछि जनताले म्यान्डेट नै सुशासनको दिइसकेको छ भने यो सरकारको सबैभन्दा प्रखर वक्ताले त्यति चर्को बोल्नु के ठुलो कुरो थियो मित्रहरू? उसले चर्को बोल्यो भन्ने छ। अब खगेन्द्र सुनार चर्को बोल्छन्, उखा टोका मिठाउँछन्, उनको पारा हो मित्रहरू। रवि लामछानेले बोलेरै रेकर्ड राख्दै विश्वमा गिनिज बुकमा, उनको पारा। बालन शाह बोल्दैन नबोलेर काम गर्छ, आफ्नो पारा हुन्छ नि। तर पारा जस्तो भए पनि मित्र, प्रेजेन्टेसन जस्तो भए पनि इन्टेन्सन के हो भन्ने हो नि त। इन्टेन्सन के हो भन्दाखेरि हिजो गृहमन्त्रीलाई आरोप लाग्दा बित्तिकै गृहमन्त्री बाहिर बसी सुर्धन गुरुङ छानबिन पछि चोखिएपछि आए भने अब तिमीहरूलाई पनि आरोप लागिसकेको छ, बढ्दै फुकाला घर जाऊ, हामी छानबिन गर्छौँ, गल्ती भए उतैबाट जान्छु, होइन भने फिर्ता हो भन्नु कि कहाँनिर गल्ती भयो भन्नु? कहाँनिर गल्ती भयो क्या? खगेन्द्र सुनारको कहाँनिर गल्ती छ? एउटा जनप्रतिनिधिले त्यति बोल्न पाउँदैन? त्यही बोल्नलाई त पठायो त्यहाँ। खगेन्द्र सुनार चर्को बोल्छन्, मजाले बोल्छन्, दबाएर बोल्छन् भनेर त्यो उनको त पुरानो बानी हो नि। नेपालगञ्जका जनताले त देखिरहेको थियो, देख्दा देख्दै भोट हाल्यो। मतलब खगेन्द्र सुनार राम्रो बोल्छ, सही बोल्छ भन्ने हिसाबले पठायो नि त। उनको त पारा जनताद्वारा अनुमोदित भइसक्यो के। बरु अब गएर नबोल्दाखेरि बरु जनतालाई धोका हुन्छ। अरे यार खगेन्द्र सुनार त एकदम दुधलाई दुध पानीलाई पानी भन्छ, कालोलाई कालो, सेतोलाई सेतो भन्छ, बाघ जस्तो गरिदिन्छ भनेर भोट दिएको। भोट दिएर सांसद बनाएपछि त बोल्नै छोड्यो यार भनेपछि जनतालाई धोका हुन्छ के। उनको यो पारा चुनाव अघि पनि थियो, चुनाव पछि पनि त्यही पारा भने जनताले पठाउनु यसरी बोल्नु है भनेर भनेपछि जनताको इच्छा पनि त्यही, सरकारको पनि उद्देश्य त्यही भनेपछि उनको ड्युटी पनि त्यही भनिसकेर र कानुनी हिसाबले पनि सबैभन्दा माथि भइसकेपछि त्यति भन्दा के फरक पर्थ्यो? हामीसँग पनि प्रमाण छ, हामी पनि देखाउँला कि हाम्रो बारेमा नबोल, तेरो पनि देखाउन, मतलब तँ पनि मिलेर खा म पनि मिलेर खाउँ भनेर उही पुरानै पारा जस्तो भइगयो नि मित्रहरू। यो नयाँ सरकार आएको के अर्थ भयो? जनताले दुईटा भोट दिएको के अर्थ भयो? यसकारण जनताले जो सुशासनको आशले नयाँ सरकार चुनेका थिए नि मित्रहरू, त्यो लाइनबाट खगेन्द्र सुनारले भनेको सही कुरो हो। अब तेरा गल्ती हामी भन्दैन, मेरा गल्ती भाइ तँ नभन, मिलेर खाम भन्ने कुरो त पुरानो जमानामा जो हुन्थ्यो नि, त्यो अब जमाना धेरै अगाडि आइसक्यो मित्रहरू। यो कुरोलाई बुझ्न पर्यो क्या। त्यही भएर खगेन्द्र सुनारलाई यदि तपाईँले गहिरेर हेर्नुभयो भने म कुनै पनि दृष्टिबाट उनमा कमी देख्दैन मित्रहरू, उनी सही छन्। यस अर्थमा कामी ठुलो कि कार्की भन्ने एङ्गलमा मैले धेरै एङ्गलबाट भने नि मित्रहरू, संवैधानिक कानुनी व्यावहारिक सबै हिसाबले हेर्दाखेरि कामी नै मैले ठुलो देखिरहेको छु मित्रहरू। र एउटा कुरा भनौँ मित्रहरू, त्यो अस्ति थियो नि, देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भन्ने त्यो उखान सुनेदेखि म खगेन्द्र सुनारको फ्यान पनि भएको छु कि। बाहिर मैले कोहीलाई भनेको छैन होइन, गोप्य रूपमा तपाईँलाई मात्र भनेको मित्रहरू।